Guys, so ayun, सन्चै आरामै हुनुहुन्छ होला. लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला. आज चाहिँ घुम्न होइन. सो आफ्नो ख्याल गर्नु होला. गर्मी छ धेरै. हाम्रो साथीहरू नयाँ छ. अब के गर्नु, गर्मीले टायर छुटेर पसिनै पसिना भएन. गाह्रो छ नि त होइन. दुबईको गर्मी खाँदै होइन. सो केटाहरूलाई सपिङ गराउन लिएर जाँदैछु अनि मेरो पैसाले के गर्नु गाह्रो छ नि त. कहिले फेरि सिधा सिधा नजर हेर्छन्, गाह्रो छ. सिधा ठोक्यो लाएर ठोकिन्न हो, त्यति साह्रो त त्यस्तो नभन नि यार. म यस्तो सोझो मान्छे लाएर क्या होइन. हिँड्दैछन् यिनीहरू. अब हामी चाहिँ डे टु डेमा जाँदैछौँ सरब्बी चाहिँ घुम्न. टक्क आइसक्यो. ल ल साला मस्क्या हेर न, केटी देखेर मस्क्या उता. गाह्रो छ. बोका एक नम्बर बोका. ल यस्तो गर्मीमा सबैको लागि भनेर, मनोरञ्जनको लागि भनेर, यसो हेर्नको लागि भनेर म भिडियो बनाइरहेको छु है. लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब चाहिँ गर्नु होला. ल फाइनल डेस्टिनेसनमा चाहिँ आइयो. यता डे टु डे यहाँ छ. सो यस्तो छ यता चाहिँ होइन. केटाहरूले यता पछाडि आउँदैछन्. कताडा थियो यार, उहाँडा लिफ्टमा किन जानु पर्छ यत्नी क्या त्यत्नी. कस्तो यार लिफ्ट खोज्ने यति हिँड्न धुवा. ल मदनको गर्लफ्रेन्ड आयो. गर्लफ्रेन्ड हेर, यत्रो गर्लफ्रेन्ड छ मदनको. सो यतातिर हेर्दैछौँ होइन, तर भेटाइएन कि ट्राफिक हो जर्सी. राम्रो राम्रो जर्सी पनि यता छ नि. कतारको जर्सी इन्भेस्ट कता जाने यार. साला भेटाउँदै भेटाइन्न त कहाँ गयो. बेल्ट पनि यहाँ छन्. भन्दाले हेर्ने कपडा यता खानु भनेर देखाइदिनु भनेर यता चलाएर देखाइदिउँ र. सोचे जिन्दगी रहेन, सोचे जस्तो पाइएन हो. गर्लफ्रेन्डलाई गिफ्ट दिन चाहिँ राम्रो छ यो. यता छ इन्ट्रान्स मल मदिना छ यो. सो दामी पहिला कता जाने यार. यसले बहुत ठुलो छ मदिना. ट्रेकिङ आएको झ्याउ अलि फिट भएन एउटा होइन, गाह्रो भयो. सो मदिनामा छौँ. थोडा बहुत किन्यो फेरि रिपिट. केटाहरूलाई चाहिँ यसो बाटोतिर घुमाउन लिएर गएको. जान लाग्यो. म चाहिँ मेट्रो अलु पुगेँ. यहाँ उसमा छु, बस पार्कमा छु, बस स्टेसन होइन. सो सबै सन्चैमा हुन्छ होला. अनि अब शीतल हुँदैछ नि त. शीतल हुँदैछ. अब शीतल भएपछि यसो घुम्नु पऱ्यो. भोलि आएर ड्युटी जानुपर्छ. फेरि काममा गयो आयो सुत्यो, फेरि उठ्यो, फेरि ड्युटी गयो. त्यही छ नि त. सो त्यही भएर केटाहरूमा पारी छन्.
भोलि एउटा ड्युटी जाने उनके र आज लास्ट दिन घुम्ने भनेको होइन त्यो भोलि एउटा कति बजी आउँछ नि थाहा हुँदैन क्या यसो घुमिरहन् के छ र जिन्दगीमा छोरा मान्छे भएपछि अब पैसा कमाउनु पऱ्यो घर छोड्नै पऱ्यो अनि त्यसपछि हिँड्नुपर्छ होइन अब छोड्नै पर्छ नि त बाध्यताले छोरा मान्छेलाई त अब त्यसै नै भइहाल्छ अब अर्काको छोरी लिएर पाल्न पनि गाह्रो हुन्छ नि त त्यहाँको जसरी नि करियर बनाउनु पऱ्यो होइन अहिले पनि छोरी मान्छेहरूले कमाउँछ कि होइन अन्त छोरा मान्छे छोरी मान्छे भनेर भेदभाव गर्न खोज्यो होइन अलिकति छोरा मान्छेमा चाहिँ बलियो डेभली होइन बलियो नै हुनु पर्ने हुन्छ यो समयमा चाहिँ होइन पैसा चाहिँ धेरै महत्त्व हुन्छ त्यही भएर ठिकै छ अब आफ्नो आफ्नो गर्ने हो अब उसले पनि अब केटाले पनि कमाउँछु केटीले पनि कमाउँछु भन्दा त पनि राम्रो हुन्छ नि त जामै जाममा परिन्छ मात्रै यार दिमाग खराब भयो औला यो फुल्ला भयो केटा हो यहाँ चाहिँ राम्रो हो त यार केटा हो यार तिमीलाई मैले यहाँ लिएर आउनु पर्ने रहेछ यार 24 रुपियाँको पेन्टी दिए मेरो बुढीलाई भन क्या कहाँ हरायो भनेर खोज्दा खोज्दा हैरान भएको थियो यता हैरान पानी खाँदै पो हैछन् अनि झ्याउ होइन यिनीहरू भर्खर आएको है यिनीहरूलाई रमाइलो लगेछ म त यता घुम्दा घुम्दा दिक्क भइसक्यो मान्छे होइन वक्क दिक्क भइसक्यो अब अल्छी लाग्छ भने बेला बेला घुम्दा घुम्दा अल्छी लागिरहेको छ अब यता हेर्न आउने भनेको लड्कीमा त केटाहरू चाहिँ हामी चाहिँ सिङ्गललाई त्यसले हेर्दैन भने त्यस्तो हाम्रो सिङ्गलमा हेर्छ र क्या आइरहेको छ होइन केटाहरू आफ्नै पारमा छन् र चाहिँ आफ्नै पारामा चाहिँ हेरिरहेको छु केटाहरूलाई के गर्छन् तर आफ्नै पारामा छ नि त होइन अब यो चाहिँ पारि त आर्टिफिसियल यो सानो आर्टिफिसियल समुद्र बनाएको होइन यो चाहिँ धेरै डेभलपमेन्ट छ नि त आफै भनेर डेभलपमेन्ट भएको कारणले चाहिँ अब जति पनि लगभग यहाँ समुद्र बनाएको धेरै 80% त आफैले बनाएको छ नि त छेकेर बनाएको तर नेपालमा जस्तो पानी आउने डुबाउँछ हौ दुबईमा नेपालमा जस्तो 1 घन्टा 1 दिन पानी आउने त दुबई सखा हुन्छ यहाँ त पुरा भरेर सब्जी मन्डीमा आएको हिँड्दा हिँड्दा वक्क दिक्क लाग्यो रात पऱ्यो गाइस रात पऱ्यो घुम्दा घुम्दा मस्जिद आज घुमाउँदा घुमाउँदा मेरै खुट्टा दुख्यो गाह्रो छ